आजको मेरो समय चाहिँ यसरी बितिरहेको थियो। भिडियोलाई अन्तिमसम्म हेरेर सबैले सहयोग गरिदिनु होला। गुड मर्निङ साथीहरू। आज चाहिँ एकादशी हाम्रो चाहिँ जुठो छ, खासै केही खुलेको छैन, त्यसैले पूजा गर्न मिल्दैन। त्यही भएर हामी चाहिँ लाग्यौँ आज गौशालातिर। भनिन्छ नि साथीहरू, हामीले महिनाभरि कमाएको 10% चाहिँ भगवान्को लागि छुट्याउनु पर्छ भनेर। त्यही भएर हामी चाहिँ धेरै जसो आफूलाई फुर्सद भएसम्म महिनामा 2-4 चोटि अथवा 1-2 चोटि चाहिँ गौशाला गइराखेको हुन्छौँ। आज पनि हामी गौशाला गयौँ। त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँ दाइ दिदीहरू चाहिँ अगाडि आइसक्नु भएको थियो। उहाँले चाहिँ भेली बरनहरू ल्याएर रेडी पार्दै हुनुहुन्थ्यो। अनि हामीले लिएको दाना पनि त्यसैमा सबैसँगै मिक्स गरेर हामी सबैजना मिलेर सबै गौमाताहरूलाई खुवायौँ। आज एकदमै खुसी लागेको छ, किनभने त्यहाँ धेरैजनाहरू आउनु भएको थियो कि हामी जानुभन्दा अगाडि धेरै आएर फर्किन लाग्नु भएको थियो। त्यही भएर भनिन्छ नि, हामीले गौमातालाई सहयोग गऱ्यौँ भने हामी तीर्थ व्रत दान दक्षिणा केही गर्नु पर्दैन अरे के। गौमाता भनेकै नै भगवानको रूप हो रे। त्यसैले तपाईँहरू पनि नजिकै हुनुहुन्छ भने गौशाला गएर आफूले सकेको सहयोग गर्नुहोला। उहाँ दाई पनि एकदमै धेरै जसो टाइम गौशालामा आउनु हुँदो रहेछ। धेरै खुसी लाग्यो। बाई बाई।